हाई एभ्रिवान, नमस्ते हजुरहरूलाई परी एन्ड उस्मी च्यानलमा धेरै धेरै स्वागत छ। आज हामीले सबैलाई मनपर्ने चाउमिनको रेसिपी लिएर आएका छौं। सुरुमा हामीले गाजर कटिङ गर्नेछौं। गाजरलाई लाम्चो लाम्चो पारेर कटिङ गरेपछि क्याप्सिकमलाई पनि यसरी नै काट्नेछौं। सँगसँगै प्याज, बन्दा, खुर्सानी, गोलभेडा र धनियालाई पनि पालै पिलो काटेर राख्नेछौं। हामीले चिकन चाउमिन बनाउन गइरहेका छौं, त्यसैले हामीले चिकनलाई लिएका छौं र यसलाई पनि मसिनो पारेर काट्नेछौं। यसरी हामीले मासुलाई फ्राई गरेर राखेका छौं। अब हामी चाउमिनको लागि पानी उमाल्न गइरहेका छौं। पानीमा 1 चम्चा बेसार, 1 चम्चा नुन र थोरै तेल हालेर पानी उम्लन दिनेछौं। र उम्लिसकेपछि बिस्तारै बिस्तारै चाउमिनलाई हालेर एकछिन पाक्न दिनेछौं। केही बेर पकाएपछि यसलाई फटाफट झिक्नेछौं र चिसो पानीमा पखाल्नेछौं। सँगसँगै चना, कागती र केराउलाई पनि रेडी बनाएर राख्नेछौं। अब सफा कराईमा तेल हालेर तताउनेछौं र तेल तातिसकेपछि प्याजलाई हालेर चलाउनेछौं। अब केराउ र चनालाई पनि मिक्स गर्नेछौं। यसरी बन्दा, गाजर र क्याप्सिकमलाई पनि हालेर चलाउनेछौं। र केही बेरपछि गोलभेडालाई पनि एड गर्नेछौं। अब 1 चम्चा बेसार, 2 चम्चा नुन, 1 चम्चा जिरा, 1 चम्चा धुलो खुर्सानी र थोरै कश्मिरी मिर्च र साथै आधा चम्चा अदुवा लसुनको पेस्ट हालेर चलाउनेछौं र एकछिन पाक्न दिनेछौं। यतिको पाकिसकेपछि उसिनेर राखेको चाउमिनलाई हालेर यसमा थोरै सोया सस, थोरै केचप र एउटा कागतीलाई निचोरेर सबैतिर लाग्ने गरेर चलाउनेछौं। चाउमिनको क्वान्टिटी धेरै भएको हुनाले हामीले यसलाई बेला बेलामा चलाइराख्नु पर्ने हुन्छ। अब यसमा थोरै खुर्सानी, धनिया र
फ्राई गरेको चिकनलाई एड गरेर फेरि मजाले मिक्स गर्नेछौँ। हाम्रो चाउमिन रेडी भएर यस्तो देखिएको छ। अब हामी यसलाई प्लेटिङ गर्नतर्फ लाग्नेछौँ। यो चाउमिन हेर्दा जति राम्रो देखिएको छ, खाँदा त्यत्तिकै टेस्टी पनि बनेको छ। तपाईहरू पनि घरमा यसरी नै बनाएर खानुहोला।